प्रिय भक्त महानुभावहरू, जया एकादशी वा भीमा एकादशी पनि भन्ने गरिन्छ। आज यो पावन दिनमा तपाईहरू समक्ष मैले यो जया एकादशी वा भीमा एकादशीको व्रत कथा महात्म्य लिएर हजुरहरू समक्ष उपस्थित भएको छु। यदि तपाईँ विविध कारणले गर्दा व्रत बस्न सक्नु भएन भने यो कथा मात्रै सुन्नाले पनि व्रत बसे बराबरको फल प्राप्त हुन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ। हो प्रिय भक्त महानुभावहरू, हिन्दू धर्मशास्त्रमा एकादशी व्रतको विशेष महिमा छ। तर यो जया वा भीमा एकादशीको आफ्नै विशिष्ट महत्व छ। पद्म पुराणका अनुसार यो एकादशीले मानिसलाई केवल पापबाट मात्र मुक्त गर्दैन, बल्कि अनन्त पिशाच योनि प्रेत योनिबाट समेत मुक्ति दिलाउँछ। कथा श्रवण गर्नु अघि हामीले केही कुरा मनन गर्न जरुरी छ। आजको संकल्प यो अत्यन्तै महत्त्व रहेको छ। यो व्रतको प्रभावले योग्य सन्तानको प्राप्ति हुने विश्वास गरिन्छ। नकारात्मक ऊर्जाको नाश हुने गर्दछ। जान अनजानमा भएका गल्तीका कारण भोग्नुपर्ने मानसिक कष्ट वा पिशाच प्रवृत्तिबाट यसले मुक्ति दिने गर्दछ। आजको दिन भगवान श्री हरि विष्णु गोविन्द स्वरूप भगवानको आराधना गर्नाले जीवनमा विजय सफलता जय प्राप्त हुन्छ। शास्त्रले के भनिएको छ भन्दा श्रद्धावान लभते ज्ञानम, जसले श्रद्धाले यो कथा मात्रै सुन्दछ उसको घरमा सदैव भगवानको लक्ष्मीनारायण भगवान हरिको वास हुन्छ। त्यसैले अब हामी एकाग्र चित्त भएर भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको त्यो कथातर्फ लाग्नेछौँ, जहाँ एउटा गल्तीका कारण पिशाच बनेका माल्यवान र पुष्पवतीले कसरी यो व्रतको प्रभावबाट दिव्य देह प्राप्त गरे भन्ने वर्णन छ। प्रिय भक्त महानुभावहरू, हजुर कस्तो अवस्थामा हुनुहुन्छ, जस्तो अवस्थामा भए पनि हजुरको नजिकै अगाडि पुष्प छ भने फुल लिएर हात जोड्नुहोला, नमस्कार गर्नुहोला। यदि फुल छैन भने पनि नमस्कार मात्रै गरेर सर्वप्रथम हामी मङ्गल आचरण गर्नेछौँ। तत्पश्चात हामी यो दिव्य एकादशीको व्रत कथा श्रवण गर्नेछौँ। ओम श्री गणेशाय नमः। श्री गुरु चरण कमलेभ्यो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा, गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभा, निर्विघ्नं कुरु मे देवा सर्वकार्येषु सर्वदा। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं, विश्वाधारं गगनसदृशां मेघवर्णं शुभांगं, लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं, वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथम्। प्रेमले भन्नुहोला श्री लक्ष्मी नारायण भगवान को जय हो। जया एकादशी व्रत को जय हो। श्री कृष्ण चंद्र भगवान को जय हो। युधिष्ठिर महाराज भन्नुहुन्छ, भगवान श्री कृष्णलाई प्रश्न गर्नुहुन्छ, साधु कृष्ण तया प्रोक्ता आदिदेव जगतपते, स्वेदेजा अंडजाश्चैव उद्भिजाश्च जरायुतः। अब माघ शुक्लमा पर्ने जो एकादशी हुन्छ, कृपा गरेर त्यसको बारेमा पनि कही बक्सियोस्। त्यस एकादशीको के नाम हो, त्यो एकादशीको के विधि हो, त्यस एकादशीमा कुन भगवान स्वरूपको पूजा गर्नु पर्दछ। तब श्री कृष्ण भगवानले भन्नुभयो, हे राजेन्द्र,
माघको शुक्ल पक्षमा जुन एकादशी हुन्छ त्यो जया भन्ने नामले विख्यात छ अथवा भीमा पनि भन्ने गरिन्छ र सारा पाप हरण गर्नेमा श्रेष्ठ छ। त्यसका बारेमा म भन्दछु, तिमी ध्यान दिएर सुन। पवित्र पापहन्त्रे च पिशाचत्व विनाशिनी नैव तस्य व्रते जीर्णे प्रेतत्वं जायते निर्णम्। यो जया एकादशी अत्यन्त पवित्र छ। सारा पापलाई नाश गर्नेवाली र यसको व्रत गर्नेलाई पिशाच हुनु पर्ने भए पनि त्यस पिशाचबाट छुटाउनेवाला छ, अर्थात् त्यसको व्रत गर्ने मनुष्य प्रेत हुँदैन। यो भन्दा अर्को सारा पाप नाश गर्ने र मरेपछि पनि मोक्ष दिलाउने कुनै एकादशी छैन। हे राजन युधिष्ठिर, यसै कारणले यो एकादशीको व्रत प्रयत्नपूर्वक पनि गर्नुपर्दछ। हे राजा शार्दूल, राजाहरूमा सिंह जस्ता युधिष्ठिर, यो कल्याणकारी पौराणिक कथा सुन। यस एकादशीको महिमा मैले पद्म पुराणमा बेली विस्तार लाएर बताएको छु। कुनै समयमा स्वर्गलोकमा इन्द्र राज्य गर्दथे। देवताहरू त्यस मनोरम अति सुन्दर स्वर्गमा सुखपूर्वक रहन्थे। त्यस स्वर्गमा देवताहरू अमृत लिएर मस्त थिए। अप्सराका समूहहरूले सेवा गराइरहन्थे। त्यहाँ पारिजातले शोभायमान नन्दन रामको बगैँचा थियो र त्यसै गरेर जहाँ अप्सराहरूका साथ देवताहरू विहार गर्थे र गराउँथे। हे राजन युधिष्ठिर, यस्तैमा एक दिन इन्द्र आफ्नो इच्छापूर्वकको विहार गरिरहेका बेलामा हर्षपूर्वक उनले 50 करोड नायिका अप्सराहरूलाई नचाए। त्यस नाचमा गन्धर्वहरू गाना गाउँथे। त्यस नाचगानमा गन्धर्व पुष्पदन्त, चित्रसेन आदि त्यही नै। चित्रसेनका छोराहरू त्यस्तै मालिनी नामकी चित्रसेनकी पत्नी थिए। मालिनीबाटै पैदा भएको पुष्पवन नाम गरेका पुष्पदन्तको माल्यवन नामको छोरी पनि थियो। पुष्पवन गन्धर्वकी पुष्पवती नामकी छोरी माल्यवनमा अत्यन्त मोहित भएर माल्यवनका कामका टीका बाणले त्यो पुष्पवती घोचिएकी भई। अनि त्यसका आशयपूर्वकका कटाक्षले माल्यवन पनि वशीभूत भो। हे राजन, रूप र सुन्दरताले सम्पन्न भएकी उस नारीको रूप बारे सुन। बाहो तस्यस्तु कामेन कण्ठपाशो कृता विवाह चन्द्रबद्धदनं तस्या नयने श्रवणयते। त्यसका बाहुहरू सानो कामदेवले अंगालो मार्न नै बनाएका जस्ता थिए। त्यसको मुख निष्कलङ्क पूर्ण चन्द्र जस्तै थियो। त्यसका दुवै आँखा कानलाई छोलान जस्ता लाम्चा थिए। हे राजन, जसका दुवै कान कुण्डलले सुशोभित थिए। दिव्य राम्रा गहनाहरूले शोभिएको उसको घाँटी शङ्खको समान थियो। सारा र उठेका उसका दुवै स्तन थिए। कम्मर अत्यन्त पातलो मुठी मात्रको थियो। त्यसका नितम्ब ठुल्ठुला थिए र जाँग मोटा मोटा थिए। उसको दुवै पैताला रातो कमल पुष्पको पत्र जस्ता शोभायमान थिए। यस्ती पुष्पवतीलाई देखेर माल्यवन पनि अत्यन्त मोहित हुँदो भयो। इन्द्रलाई प्रसन्न पार्न नाच्नका लागि ती दुवै सामु आएर अप्सरा समूहका साथैमा त्यहाँ तब ती दुवै गाउन थाले। कामका बाणले वशीभूत भएका ती दुवैले परस्परमा आँखा गाडेर हेर्दा चित्त भ्रम भएकोले शुद्ध गीत गाउन सकेनन् र ताल चुके। अनि त्यहाँ इन्द्रले ती दुवैको मन मिलेको जानेर तालकाल क्रियामानको लोभ भएकाले गीतको ध्वनि बिग्रिएको जानेर तब इन्द्रले आफ्नो अपमान ठानेर तिनका उप क्रोधित भएर ती दुवैलाई यस्तो श्राप दिँदै यो कुरा भन्नुभयो। पापमा रत भएको हे मूर्ख हो, मेरो आज्ञा भङ्ग गर्ने तिमी दुवैलाई धिक्कार छ। दम्पतिको रूपमा तिमी दुवै पिशाच हौ र मृत्युलोकमा गएर आफ्ना पाप कर्मको फल भोग गर। यस्ता प्रकारले इन्द्रले
सरापिएका ती दुवै दुखित मनका खिन्न भए इन्द्रका सरापले लठिएका ती दुवै अनि हिमालय पर्वतमा गएर ती दुवै पिशाचपनामा प्राप्त भएका छँदा कठिन दुःख पाए र मन पिरिएका ती दुवैले त्यहाँ ठुलो दुःख पाए। श्रापले लठिएका ती दुईले गन्ध रस स्पर्श पनि जान्दैन थिए। प्राणै लेला जस्तो छटपटिएका ती दुवैले आफ्ना त्यस कर्मले पीडित भएका छँदा अर्थात् अति दुःख पाएका छँदा निन्द्राको सुख पनि पाएनन् अर्थात् निदाउन पनि सकेनन्। तब त्यहाँ परस्परमा कुराकानी गर्दै पहाडका खोल्सा खाल्सीहरूमा भड्किन थाले। त्यहाँ ती दुवै बिचारा तुषारोको प्रभावले उत्पन्न भएको जाडोले कठाङ्ग्रिएर शरीरभरि काँडा उम्रिएका ती दुवै दाँत किटकिटाउँदै थुचुक्क बसेर जाडोले थुर कामिरहेको पिशाचले त्यो पिशाचिनी आफ्नी स्त्रीलाई भन्न थाल्यो, किमावाभ्यं कृता पापं मत्यन्तं दुःखदायकं केन प्राप्तं पिशाचत्वं स्वेन दुष्कृतकर्मणा। यो अत्यन्त दुःखदायक कुन पाप हामी दुईले गरेका थियौं जुन आफ्ना दुष्कृत कर्मले पिशाच हुनु पर्यो। हे निन्दित पिशाचपनलाई म घोर नरक मान्दछु। त्यसकारण कस्तै परे पनि यस्तो पाप कसैले नगरोस्। त्यस्ता प्रकारको चिन्ता गर्दा ती त्यहाँ दुःखले दुब्लाउँदै गइरहेका थिए। त्यस्तैमा दैव संयोगले ती दुवैको सामु माघ शुक्ल एकादशी आयो। जया भन्ने नामले विख्यात प्रसिद्ध अनि तिथिहरूमा उत्तम तिथि हो यो तिथि प्राप्त भयो। त्यस दिन ती दुवै भोकै रहे। हे निप्रति हे राजन, त्यस दिन ती दुईले त्यहाँ पानीसम्म पनि नपाइकन रहेका थिए। पानी पनि खान पाएका थिएनन्। न त त्यस दिन तिनीहरूले कुनै प्राणीकन नै मारे न त फलफुल सागपात नै खाए। त्यस दिन ती दुवै त्यहाँ पिप्पलको रुखमुनि दुःखपूर्वक पल्टेका थिए। हे राजन, ती दुवै त्यहाँ त्यसै गरिरहेको रहेमा सूर्य अस्ताए। जाडोले थुरथुर पार्ने अघोर दुःखदायी रात पर्यो। तब त्यहाँ ती दुवै जाडोले कठ्याङ्ग्रिएर थुरथुर काम्दै ती दुवै परस्परमा शरीरले पनि दुवै हातको अङ्गालोले पनि च्याप्पै टाँसिएरै रहे। न निदाउन सके न मजा नै लिन सके न त ती दुवैले सुख कुन चराको नाम हो जान्नै सके। हे राजा शार्दूल, यस्ता प्रकारले ती दुवै नै इन्द्रका श्रापले अत्यन्त पीडित थिए। यसै प्रकारले दुखित ती दुवैको तब त्यो रात दुखै दुःखमा बित्यो। हे राजन, जयाको व्रत गर्ने र रातभर जागराम गर्ने ती दुवैको त्यस व्रतको प्रभावले जस्तो भएको थियो तो त्यस्तै सुनाम। द्वादशी दिवसे प्राप्ते ताभ्यं चीर्णे जया व्रते विष्णु प्रभावनि प्रीते पिशाचत्वं तयोर्गतम्। हे राजन, ती दुईले गरेका जयाको व्रत लिएर विष्णु भगवानको प्रतापले भोलिपल्ट द्वादशीको दिन लागेपछि ती दुवैको पिशाचत्व छुट्यो। अनि ती पुष्पवती र माल्यवन दुवै आफ्नो आफ्नो पहिलेकै जस्ता रूपका, पहिलेको जस्तै माया प्रीति भएका र पहिलेकै जस्तो गहना गुरियाले झरीझुट्टा भएका हुँदा भए। अनि ती दुवै विमानमा चढेका अप्सराका समूहहरूले सेविएका। त्यस्तै तुम्बुरो आदि गरिएका गन्धर्वहरूले स्तुति गरिएका भएर पहिलेकै जस्तै हाउभाव कटाक्षले सहित भई मन रमाउने सुन्दर स्वर्गमा गएर इन्द्रको अगाडि गएर खुसी हुँदै प्रणाम गरे यानी ढोक गरे। त्यस्ता प्रकारका ती दुवैलाई देखेर इन्द्र महाराज आश्चर्यचकित हुँदै भले इन्द्रले भन्नुभयो, कुन पुण्यको प्रभावले तिमीहरू पिशाचत्वबाट हट्यो त्यो कुरा बताओ। मम शापवशं प्राप्तो केन देवेन मोचितो। माल्यनुवाच, माल्यवन भन्दछन्, वासुदेव प्रसादेन जियाय सुव्रतेन च। मेरो श्रापको वशमा परेको अर्थात् मेरो श्राप भोगिरहेका तिमीहरूलाई कुन देवताले छुटायो। मल्यवानले भन्यो, जया एकादशीको व्रत
कृपाले जया एकादशीको व्रतको प्रभावले तथा वासुदेवको कृपाले यी दुवैमा गरिएको भक्तिको प्रतापले हाम्रो पिसाच तत्व छुट्यो। हे स्वामी, यो कुरा सत्य हो। त्यस माल्यवानको यस्तो कुरा सुनेर तब इन्द्रले प्रत्युत्तरमा भने, इन्द्रले भन्नुभयो, एकादशीको व्रत गर्ने र विष्णुको भक्तिमा लागि परेका तिमी दुवै पवित्र भयौ र अरूलाई पनि पवित्र पार्ने तिमीहरू मेरा पनि पूजनीय बन्यो। जो जन हरिको भक्ति गर्छन् त्यस्तै प्रकारले जो शिवजीको भक्तिमा रमाउँछन् ती मनुष्यहरूका वा कोहीको पनि तथा हाम्रा पनि पूज्य र वन्द्य ढोगिने हुन्छन्। यसमा कुनै संशय छैन। त्यसकारण हे मल्यवान, अब तिमी तिम्रो पुष्पवतीका साथ स्वर्गमा आनन्दपूर्वक विहार गर। हे राजन युधिष्ठिर, यसै कारणले यो एकादशीको व्रत अवश्य पनि गर्नु पर्दछ। हे राजेन्द्र, जया एकादशीको व्रत त ब्रह्म हत्या जस्तो पापघन पनि नाश गरिदिन्छ। हे युधिष्ठिर, जसले जया एकादशीको व्रत गरियो उसले सबै प्रकारका दान गरियो र सबै प्रकारका यज्ञ गरियो भन्ने ठानी हुन्छ। जसले जयाको व्रत गरियो उसले सबै तीर्थमा नुहायो भन्ने, स्नान गरियो भन्ने सम्झे हुन्छ। त्यसकारण जो जन श्रद्धापूर्वक भक्ति गरेर जया एकादशीको व्रत गर्दछ त्यस्तो जन करोडौं वर्षसम्म वैकुण्ठमा ढुक्कसँग रमाइरहन्छ। अनि हे राजन, यो कथा पढ्नाले या सुन्नाले पनि अग्निष्टोम यज्ञ गरेको फल मिल्दछ। सबै पापहरू हरण भएर जान्दछ। यदि कोही मनुष्यले यो कथा महात्म्य मात्रै सुन्दछ भने पनि उसको जीवनका सबै दुःख कष्ट हरण भएर जानेछन्, सबै पापहरू नष्ट भएर जानेछन् र भगवान हरि विष्णुको सदैव कृपा मिल्ने गर्दछ। इति एकादशी महात्म्ये षष्ठो सबः प्रेमले भन्नु होला। श्री लक्ष्मी नारायण भगवान को जय हो। एकादशी महापर्व को जय हो। जया एकादशी व्रत को जय हो। राधे श्याम। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शांति 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 सुशांतिर्भवतु।